So what is up and hello guys, we are back again with our new video. It's me Samir Chhetri vlog in the town baby. We are back again with our new video. So आज चाहिँ हामी सिक्लेसको लागि निस्किसकेका छौँ र गएको ब्लगमा हेरिसक्नुभयो होला पोखरा आएको थियो भनेर र अहिले चाहिँ सिक्लेसको लागि निस्किसकेका छौँ हैन बस यहाँनिर छ बसमा ओट अब यो भन्दा माथि बस के भन्छ इन्डियनले चाहिँ त्यसरी गरेर लागि चाहिँ अब केटाहरू सबै झरेर हिँड्दै जाने केटीहरू चाहिँ बसेर जान्छ हैन केटाहरू चाहिँ हिँड्दै जान्छ त्यही नै हो अब बिचमा भेट्दै गर्छु म फेरिबाट यो चाहिँ अब अर्को ब्लग सुरु भइसकेको छ हैन यो सल्लाह हुँदैछ के गर्ने कसो गर्ने भनेर भ्यू चाहिँ दामी छ सिक्लेसको जाने बाटोमा हैन सो त्यही नै अहिले एकैछिनपछि भेटी राख्ने छु म आज चाहिँ सिक्लेस है सिक्लेस आज चाहिँ सिक्लेस है गाइज हामी चाहिँ सिक्लेसको उकालो चढिसकेको छ महिलेको लागि चाहिँ अझै कति 20 किलोमिटर रहेछ क्या है त्यहाँनिर छ हैन 20 किलोमिटर रहेछ अझै अब 20 किलोमिटरमा आधी 10 किलोमिटर जति हामी हिँडेर जानुपर्छ त्यसपछि चाहिँ बसमा जाने सोच छ हाम्रो मेरे को तो ऐसा धक धक हो रहा है मेरे को भी हो रहा है उता चाहिँ पुरा डेक डोराइराखन हैन मान्छेले अगाडि गिटार बोकिराख त्यही हो सही भइराख रमाइलो भइराख सिक्लेस गर्थे सबजनाले अहिले हिँड्नु भएर सबको तेल निक्लिराख सिक्लेसमा चलो भाइ देखो अब मैं क्या करता हूँ जस नेचर भाइब छुट्टै हुने रहेछ कि फेरि सिटी घुम्न भन्दा त यस्तैमा घुम्न बेस सो अब एकैचोटि माथि गएर भेट्नेछौँ हामी माथि गएर भेट्छौँ कि अब रमाइलो पाटहरू आउँछ अब रमाइलो सिनेमेटिक सर्ट लिने टाइपको सिनहरू आयो भने चाहिँ देखाउने छु नत्र नि एकैचोटि माथि गएर भेट्छु उहाँ पुगिसकेका छन् अरू हामी यो डेकको कारणले चाहिँ यहीँ पर्खिराखौँ हैन पछाडिको गोजामा राख्दे पछाडिको के पछाडिको चाहिँ चेन लाग्छ के अर्को मोबाइल चार्जर लाउनुहोस् सर ए मेरो फोन पनि चार्ज लगाइदिन्छस् अर्को मोबाइल चार्जर लाउनुहोस् सर अरे टेंशन नहीं लेने का अपुन है ना यस्तो हुन्छ कि ल अहिले एकैछिनपछि भेट्छु म व्हाट द फकिङ भ्यू ब्रो व्हाट द फकिङ भ्यू क्या दामी हो यार द फकिङ भ्यू आई एम सॉरी बाबू यहाँ त कुन कुटुवाला फिल्म बनेको थिएन र व्हाट द हेल म्यान नामै सिक्लेस हो त नि मेरे इश्क दा जाम हसीना सुबह हसी मेरी शाम हसीना ये जो मतलबी अहिले चाहिँ हामी भ्यू पोइन्टको लागि भ्यू हेर्नको लागि यहाँ पर्खिरहेको छौँ त्यहाँनिर झर्ना रहेछ हैन झर्नामा फोटोसोटो हान्यौँ फोटोहरू हेर्नको लागि चाहिँ अब टिकटक इन्स्टामा जानु है सिधै त्यहीँ जानु टिकटक इन्स्टामा हुन्छ फोटोहरू हैन सबै फोटोहरू हुन्छ मिनिमम धेरै जसो फोटोहरू मैले खिचेको त्यसैमा नै हुन्छ यदि हेर्न मन लागेको छ कस्तो भ्यूहरू छ त्यस्तो टाइपको हेर्न मन लागेको छ भने जाँदा हुन्छ गएर हेरिदिँदा हुन्छ नाम समीर छेत्री ओए टी सर्ट लाउन थाले रहेछ मैले फेरि हेर्दै नहेरेको सो हेर्न सक्नुहुन्छ हैन गएर अब नाम चाहिँ त्यही समीर छेत्री भ्लग नै छ जता सर्च हाने नै हुन्छ गुगलमा युट्युबमा जेमा सर्च हाने नै हुन्छ हैन बिल्कुल चुप सो त्यही नै हो अब चाहिँ हामी भ्यू पोइन्टहरू हेर्छौँ यहाँदेखि भ्यू यस्तो छ क्या ऊ त्यहाँ डाँडादेखि यहाँनिरदेखि हेर्ने हो क्या हैन सो त्यही नै हो अब गएर हेरौँ तल्का भनेको यत्तिकै होइन के नेचुरल बरु सिटीमा घुम्नु अन्त त नेचुरलमा घुमेको ठिक होइन नेचरसँग टक्क घुलमिल भएर हैन वी आर कमिङ रुक्नुस् ए पक्नुस् त पक्नुस् त सो हैन अब चाहिँ यहाँ पुल बस वहाँ पारी पुगिसक्यो ऊ बस पारी पुगिसक्यो हामीहरू जान्छौँ यहाँ हेर तर पुलमा चाहिँ लास्ट वाइल्ड डर लाग्छ मलाई पनि
उत्तर पुलमा चाहिँ लास्ट वाइल्ड डर लाग्छ मलाई पनि तुमसे ना हो पाएगा भेको त उफ्रेर गइरह बे तेरी दादागिरी निकाल दूंगा मैं दामी मजा आइरह रमाइलो भइरह माथिदेखि चाहिँ टिप्पर सिप्पर सबहरू आइरह ए यिनके मासला उई डोले मेरे मुंह में डर नहीं दिख रहा है मेरे मुंह में कुछ भी डर नहीं है पहिलोचोटि महाकाम सिरिङ पार हो ओके कसम भनेको तल पार कि नै मलाई त म फर्स्ट टाइम होला के भन्छ यति लङमा चढेको सुपाकोमा त्यही सुपाकोमा हो सुपाको राम्रो छ सुपाकोमा हो जिन्दगी पहिलोचोटि सिरिङ गरेर मेरो जिरिङ जो के भन्छ जो त्यो के भन्छ जो त्यो अबे जल्दी बोल कल सुबह पनवेल निकलना है अर्को वाला चर्केपिङ हुन्छ नि ल एकछिनको लागि मैले भ्लग अफ गर्छु यहाँ मिटिङ गर्छु म एकैछिन सो गाइज हामीहरू चाहिँ अहिले के भन्छ सिक्लेस माथि अब यहाँदेखि बस यस्तो बाटोमा नआउने भयो त्यही भएर चाहिँ अब ट्र्याकिङ टाइपमा हिँड्दै माथिसम्म पुग्नेछौँ दिदी कस्तो लागिरहेछ हिँड्न पर्दाखेरि अरे के कुरा गर्नु भाइ यो समय यो पहल सम्झिँदा अर्कोचोटि चाहिँ आउँदैन सिधा कुरो सिक्लेस बाटो बनेपछि मात्रै आउने सोच भयो बाटो बनेपछि मात्रै आउनुहुन्छ अब सिधा बाटो बनेपछि बाटो त बन्ने अब नेपालको कानुन दैवले जानुन् भने जस्तो नेपालको कानुन दैवले जानुन् भने जस्तो ये फंस गया सीएम नेपालको हजुर विथ माइ हस्बैन्ड के तपाईको इच्छा पनि पुरा होस् धन्यवाद मेरो भाइ तिमीलाई कस्तो लागिरह दुई शब्द पोखिदिनु पर्यो एक्सपिरियन्स मजा आइरहेछ म त हरि खुसी लागेको छ नि यहाँ पुग्दासम्म भने अब हल्का फुल्का ट्र्याकिङ गर्ने टाइपले चाहिँ आएको नि हामी यति ट्र्याकिङ गर्दा त भयो अलिअलि बोसो घटाइदिउँ डिमान्ड पनि आयो बोसो घटाउने मेरो कसले भन्यो यहाँ पछाडिको मान्छेहरूले देखाइदिनु मान्छे पछाडि कतिजना छ अनि त्यो अब बोसो घटाइदिँदा तर बब्बाल सिन छ ल एकचोटि सिन क्रिट हाल्नु सिन चाहिँ बब्बाल छ अनि पानी पर्ला जस्तो भइरह तर पानी पर्दैन होला पर्दैन यस्तो ठाउँमा परे पारि हिउँ झर्ने चान्स छ है गाइजहरू हिउँ झर्ने चान्स हिउँ झर्ने चान्स छ भने ट्याक्क जानु पर्यो सिक्लेसमा जाडो प्लस हिउँको यस्तो बबल अहिले तर तिमीले उ गरेको किन दोस्त के भन्छ यसो जति माथि जाँदैछौ त्यति तिम्रो सास बढ्दै है तिन्दाखेरि पनि अक्सिजनको कमी अब हामी त वाइल्ड टाढा वाइल्ड माथि हगे हामी अलि माथिल्लो मान्छे परेर नि तेरो माथि पुगिरहँ तल्लो मान्छेहरू पनि छन् वान सेकेन्ड बुझ्नेले बुझी खा नबुझ्नेले काने गुजी खा भने जस्तो हो होइन तल्लो दुई हासी गर्दैन भन्ने तर फेरि त्यही गरिदिने के कपी पेस्टरहरू अब ब्रान्ड बनिसकेपछि होइन ब्रान्ड बनिसकेपछि कपी ब्रान्डहरू निस्किहाल्छ अब हेर्नुहोस् यही नहीं अभी और सुनिए मैले अब सुन जोर्डनको छ नि जोर्डन एउटा जुत्ता कम्पनी हो नि अब त्यसको कपीहरू त निक्लिहाल्छ नि त त्यही मैले पनि त्यही भने क्या मैले पनि त्यही भने अब एक प्रकारले होइन फेरि कपी गरेको होइन ओजी भन्न खोज्छ कि कपी मार्ला भने त्यही त हो अब जोर्डन फर्स्टको कपी निकालेर बेच्ने बेलामा के भन्छ ए ओजी अरे हेर त्यस्तै टाइपको हो कि बुझ्नुपर्छ कि त्यस्तै टाइपको मान्छे जति पनि छ नि अनि अब के भयो नि हामीले तिनीहरूको नाम लिएर तिनीहरूलाई हामीले नाम लिएर हाम्रो मुखबाट त्यो बिचारा फ्रीको ऊ किन दिने हो फ्रीको ऊ किन दिने हो फ्याम किन पुऱ्याइदिने हो साथी अनि फ्रीको अनि हेलो भइरह
हैन सामान माथि लिक्दैन माथिसम्म त आउँछ माथि त बाटो ठिक छ फेरि यतातिर त ठिक रहेछ बाटो हल्का माथि त्यहाँभन्दा त बाटो ठिक छ त्यहाँभन्दा त ठिक छ त्यहाँभन्दा त ठिक छ भन्दाखेरि सो त्यही नै हो अब एकैछिनपछि भेट्नेछौँ फेरिबाट हामी के भन्छ लोकेसनमा डेस्टिनेसनमा हाम्रो त यहाँ डेस्टिनेसनमा गफा हुन्छ त ट्याक्क मेन पार्ट यस्तो उवाला पार्ट मात्रै आउँछ हैन हामी बोलेको छौँ चाहिँ बहुत धेरै अनि बोलेको बहुत धेरै छौँ होइन अब एकैचोटि हामी डेस्टिनेसनमा गएर पछाडिबाट सनराइज हुन थालेको कि सनराइज हो कि सनसेट भन्छ अरे के भन्छ सनराइज भनेको त उ भएको ए उदाएको सनसेट हो अब सनसेट सनसेट भइरह होइन पछाडि वाइल्ड दामी छ दामी छ अनि जियोस् मजा आइरह रमाइलो भइरह एकदम चतर त्यही हो अब अरू सबैभन्दा के भन्छ यहाँ आइयो होइन आउन ठिक छ होइन तर सबैभन्दा दुःख लागेको भनेको फर्स्ट अफ अल गाडीको लागि होइन सेकेन्ड अफ अल फेरि बाटोको लागि गाडी राम्रो भएको बाटो जस्तो भयो भने चलिहाल्थ्यो बाटो राम्रो भएको गाडी जस्तो भयो भने चलिहाल्थ्यो हामी आइम के दोस्त अच्छा हमको सिखा रही है ओ माय गॉड झर्ना त बाटोमा त 10-20 वटा पर्दिन्छ के झर्ना ओ यहाँ त बवाल रहेछ मायाले के गराउँछ मलाई बनाउँछ तिनीहरूको सबै चिज जिपे गरेको सब फ्लप हुन्छ नि के ए गाइस के बोल्न चाहे सन्देशले भन्ने के डिस हान्ने यार तिनीहरू डिस पनि के हान्ने के डिस पनि गुला चलाए मुखेभरि होइन तिनीहरू गुला चलाए मुखेभरि होइन तिनीहरू नाइस डिसलाई के डिस हान्नु पर्यो त त्यो पनि हो सिधा कुरा भन्दाखेरि हो कि अन्त डिसलाई डिस किन हान्नु यो भ्लग पुग्छ कि साथी यो भ्लग त तिमी जुन शब्द बोल्यौ नि अहिले त्यो सबै शब्दहरू भ्लगमा हेर्छौ के तिमीले सब शब्द यहाँदेखि काट्टिने भनेको अब त्यो छाडा बोलेको मात्रै हो मैले काट्ने भनेको हामीले जुन ठाउँमा पुऱ्याउनु खोजिरह्यो भने त्यो ठाउँमा पुग्छ कि जुन कन्ट्रीमा कि हामी त कन्ट्री हो नि त दोस्त कन्ट्रीमा पुग्छ त्यो कन्ट्रीमा पुग्छ ढुक्क पुग्छ त्यो कन्ट्रीबाट मेरो सब्सक्राइबरहरू पनि छ के कभी कभी लगता है कि आप उन्हीं भगवान है त्यतिको फ्यान छ सही हो होइन त्यही नै हो तिनीहरूले अनसब्सक्राइब गरेर हुने हामीलाई केही होइन फेरि सुनेर हो कि अन्त म त जस्ट यो भ्लगहरू बनाउँछु नि जस्ट रमाइलोको लागि बनाउँछु कि पछि गएर ल युट्युबमा हेर्दाखेरि भेटियोस् न ल यो बेलामा मैले यो टाइममा यस्तो टाइपको कामहरू गरेको थिएँ है यस्तो भ्लग बनाएको थिएँ है भन्ने होस् न मेमोरी पुरा रिब्याक होस् न त्यही भएर चाहिँ म भ्लग बनाउँछु होइन त्यो मलाई फेम सेम मतलब छैन कि त्यति खास चाहिँ मलाई फेम सेम त्यति खास चाहिँ चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग के वजह भन्नु पर्दाखेरि सिधै त्यो टाइम आएपछि गएर त्यस्तै टाइपले गरेर अब फेम सेम बिस्तारै पाउन थाल्यो भने त अब त्यो त्यस्तै नै हुन्छ होइन तर अहिले चाहिँ मलाई केही पनि मतलब छैन कि फेमको अनि त्यसपछि यो सब्सक्राइबरहरू बढोस् घटोस् नत्र भने त मैले यदि फेमको मतलब हुन्थ्यो भने र सब्सक्राइबरको मतलब हुन्थ्यो भने मैले डेली भ्लगको अपलोड गर्थेँ किन साथी रियल भन्नु पर्दाखेरि डेली भ्लग अपलोड गर्थेँ मसँग जस्तो मोबाइल होस् जस्तो डिभाइस होस् अगाडिको क्यामेराले भए पनि क्याप्चर गरेर हरेक मोमेन्टहरू क्याप्चर गरेर मैले अपलोड गर्थेँ कि तर यो जस्ट मेमोरिजको लागि होइन पछि गएर हेर्दाखेरि ल यस्तो थियो है हाम्रो केटाहरू यस्तो ठाउँमा गएको थियौँ है भन्ने होस् भनेर मात्रै हो यस्तो ठाउँमा गएको थियौँ यस्तो गर्थ्यौँ यस्तो ठाउँमा गएको थियौँ त्यस्तै टाइपको हो क्या लागि हो त्यही नै हो हेर्दा यो भिडियो पनि लङ हुन थालिसकेछ मतलब यो भिडियो है यो बनिरहेको भिडियो 7 मिनटको पुगिसकेछ अब चाहिँ पज हान्नुपर्छ हामीले पछाडि अब हामी नयाँ मान्छेलाई भेटाउँछौँ इन्टरभ्यू लेख्छौँ एकजनाको ल एकैछिनको लागि हात दुख्यो एकैछिन बन्द गर्छु होइन दोस्त सुपाको होइन वाइल्ड ठुलो छ कि योभन्दा पनि तर यो पुल कसैले पनि हल्लाउन्न अहिले जाँदाखेरि ओ केटा यो पुल कसैले नि हल्लाउन्न यसपालि जाँदाखेरि मोटेले एक्लै पिङलाई यस्तरी पारिदिने रे के गोलो 360 तर बेले भाइ कसरी ढलिस् के त यस्तो पुलमा ढल्ने हो त केटा मान्छे भएर कस्तो पुलमा हल्लायो भनेर भाइ ढल्दिरह रे म भेजा भएको म त केटीहरू पनि म चाहिँ ढल्दैन ल दोस्त केटीहरू ढले त ठिकै थियो यार भाइ केटा मान्छे प्लस भाइ
कसरी ढल्न सक्छ यार पुलमा कसकोमा हो फोन मेरोमा रहेनछ मेरोमा होइन फोन फेरिबाट औडा हल्लिरहेको छ होइन पुल चाहिँ म यस्तै गरेर हिँडिरहेको वाइल्ड भेजा अब हावाले हल्लाएको हो कि केले हल्लाएको आई डोन्ट नो होइन तर वाइल्डै हल्लिरहेको पुल चाहिँ त्यति मात्रै भन्न चाहन्छु म अरू मेरो शब्द छैन अहिले पुलबाट निप्रिसकेपछि चाहिँ म धेरै नै गाली गर्नेवाला छु आफूले आफैलाई किन आएछु रन तैट त्यही भाइ कसरी ढलिस् के त यस्तो पुलमा ढल्ने हो त केटा मान्छे भएर अति हान्यो यार आफैलाई रिग्रेट मान्छु कि मैले किन आएछु भन्ने फर्स्ट एन्ड लास्ट टाइम मोटे नगर ए यो फेरि को छ पारी रोक यही सेपमा मिला यही सेपमा मिला अठार 1800 मिटर भनेको यहाँ हो ओए ओए तिमीहरू कसरी आयो म त बिच बाटोमा बस्देको म त थच्चके बसेको यार मा कसम दोष होइन आफूले आफैलाई गाली गर्छु कि म यो पुल किन गटेँ भनेर मेरो रियाक्सन हेर्छु एकैछिनै म रियाक्सन हेर्छु सो गाइज हामी चाहिँ अहिले सिक्लेस पुगिसकेका छौँ र यहाँ माथि भाइहरू माथि रहेछ कताको बाटो भनेर बिर्सेको रहेछ त्यही बाटो लिन जाँदैछन् तिनीहरूलाई हामी बसेको चाहिँ ऊ त्यहाँनिर हो होइन यो स्टुपा हो माथिको हो त मन्दिर हो यो त सेम ऊ जस्तो छ चेन्नई एक्सप्रेसको जस्तो त्यो मिनमवाला यही बाटो चाहिँ हो र के भन्छ फोन गरेर सोध न कट्न गइसौ ओ यहाँ होइन के कहाँ हो निश्चय भाइ फोन गरेर त ब्याग निस्क्यो भाइ फेरि तिमीले राख्दैन बेसा छैन म त्यसको स्विच अफ स्विच अफ छ त्यसको फोन काली एकैछिन हामीले फोन गर्छौँ अनि त्यसपछि पाँचजना केटाहरू त्यसपछि फेरि आउने सो गाइज यो चाहिँ नेक्स्ट डे होइन अर्को दिन सिक्लेसको अर्को दिन नेक्स्ट डे आज चाहिँ हामी बिहान नै उठेर अनि त्यसपछि उतातिर घुमेर अनि अब जान थालेको होइन भ्यू चाहिँ दामी छ पुरै पाहाडहरू छेकिसकेको छ टुरोले अब एकैचोटि अब उतातिर जान्छ भाबी हिँड्दै जानुपर्छ अरे त्यो पुलको भिडियो फेरिबाट आउँछ रियाक्सनहरू अब धेरै भएको छ हेर्दै गर्नु स्टे ट्युन मायाले के गराउँछ मलाई बनाउँछ है कि त भत्काउँछ मलाई मायाले सपना देखाउँछ बिउजाउँछ मलाई हँसाउनु हँसाउँछ नि रुवाउँछ मलाई मायाले अब फोटोसुट हानेर निकाल्यो भाइ फोटोसुट हानेर अब निस्किन थाल्यो पुल पनि आउनु थाल्यो होइन अब एकैछिनमा अझै आउनु न पुल अझै टाइम लाग्छ अनि त्यही त अनि अघि आउने अब हजुर पछि जा सो अब जान्छौँ हामी पुलमा गएपछि भेट्नेछु म
सो गाइज हामी चाहिँ बसको माथि हुडमा सिक्लेसबाट फर्किँदै पानी परिरह सिक्लेसबाट फर्किँदैछौँ हामी अगाडि कति हो कुरा गरिस् कति पैसा थाहा छैन 500 छेरा भने के कहाँ 500 छेराउँछ 500 त छेराउनु होला लोकल त कम हुन्छ यार लोकल गाडीहरू ए आडी वहाँ गइस यहाँ क्राउड देखा पछाडि ओए हाम्रो केटाहरु कहाँ हो तिमीलाई रोक्छ कहाँ रोक्दैन भने आइज भेसेर यहाँ आइज हैन दाइ अगाडि होइन अहिले एकैछिनपछि बनाउँछु फेरि एउटा भिडियो ग्याप चलायो ओए ए होइन वाइल्ड आयो यार तर कसम भनेको साइडमा यार